नेप्से मार्केट डेली अपडेट लिएर आइसकेका छौँ। आज हेरौँ बजार के भयो भनेर। आज बजार 23.87 अङ्कले बढेर लगभग 0.85% को हिसाबले बढेर 2820.44 मा आएर बजार बन्द भएको छ नेप्से बजार। आज बजार हेर्दाखेरि अप ट्रेन्डमै गएको देखिन्छ कि यहाँपट्टि यसो तल गएर फेरि लगभग 12:15 बजे अलिकति तल लो बनाएको छ भने सबैभन्दा आजको लो भनेको 11:09 मा भएको छ भने त्यसपछि सबै बढोत्तरी नै भएको छ र अन्तिममा यसरी बन्द भएको छ आजको। आज बजार बढ्दाखेरि 176 वटा कम्पनीले कमाएका छन् भने 77 वटाले गुमाएका छन्, जसमा 9 वटा अनचेन्ज रहेका छन्। आज नेप्से बढ्दाखेरि 14,55,19,46,230.27 को टर्न ओभर भएको छ भने जसमा 4,16,86,405 सेयरहरू ट्रेड भएका छन्, जसमा 1,30,015 वटा स्क्रिप्ट ट्रान्जेक्सनहरू भएका छन्, सेयरहरू ट्रान्जेक्सन भएका छन्, जसमा 335 वटा स्क्रिप्टहरू ट्रेड भएका छन्। आज बजार बढ्दाखेरि सबैभन्दा यिनीहरू टप गेनरमा छन् भने लुजरको रूपमा यिनीहरू रहेका छन्, जसमा आजको टर्न ओभर हेर्ने भने एनएचपीसी एचआइडिसिएलपीहरू रहेका छन् भने टप भोल्युममा पनि यिनीहरू रहेका छन्, जसमा टप ट्रान्जेक्सनमा पनि आज एनएचपीसी तीनवटैमा टपमा रहेको देखिन्छ, टर्न ओभर, टप भोल्युम र टप ट्रान्जेक्सनमा। आज नेप्सेको चार्ट हेर्ने हो भने हिजोको गिरावटलाई जहाँ आएर बन्द भएको छ हो त्यसैलाई नै आधार बनाएर तल थोरै फिल्ड गरेर फेरि माथि आएर बन्द भएको छ भने आज लगभग यो जुन यो सेलिङ जोन थियो हो यसमै नै आएर आजको बजारले पनि बन्द भएको छ भने यो ग्याप फिल गर्न खोजेको हो कि भन्ने खालको देखिन्छ बजार, नत्र भने सबै तरिकाले अहिले बुलिसकै रूपमा हेर्न सकिन्छ। अब यसलाई फिल गर्नको लागि हो कि भन्ने खालको देखिन्छ। त्यहाँमाथि अब यो जुन छ यसैमा थोरै अड्किन खोजेको देखिन्छ। प्राय अब बढ्नको लागि केही इन्जिन तयार गरेको भने जस्तो खालको पनि देखिन्छ भने प्राय अब यस्तोमा त अब यहाँदेखि यहाँसम्म किनेकाहरूले चाहिँ प्रफिट बुक गर्ने पनि भए, त्यो भएकोले गर्दाखेरि त्यति आत्तिहाल्ने भन्ने खालको कुरो देखिन्छ। त्यहाँमाथि आज बढेको छ। अब फेरि अब यो नघटुन्जेल भनौँ न चाहिँ त्यति निराशा हुने खालको देखिँदैन। त्यहाँमाथि अब सबै तरिकाले गतिविधि हेर्दाखेरि बढ्ने नै देखिन्छ। अब यहाँ एआई इन्डिकेटरको भनौँ न अथवा एआईको सङ्केत हेर्दाखेरि पनि आज बाइकै सिग्नल चलिरहेको छ। त्यस्तो डराउनु पर्ने आतिनु पर्ने केही छैन, हेर्न सक्नुहुन्छ। जसमा आज त नयाँ केही ट्रेड यसले दिएको छैन ट्रेड गर्नको लागि भनेर, तर पनि हेर्न सकिन्छ यहाँ बायरहरू हाबी भएका यिनीहरू छन् भने सेलरहरू हाबी भएका आजको दिनमा यिनीहरू छन्। सबैभन्दा एकेजेसिएलमा सेलरहरू हाबी भएको देखिन्छ। प्रफिट बुकहरू चलिरहेकोले गर्दाखेरि होला। यो 3 दिनको हेर्न सक्नुहुन्छ, यो 1 हप्ताको, यिनीहरू 1 हप्ताको हुन्, हेर्न सक्नुहुन्छ। आजको इन्डिकेटर आरएसआईबाट हेर्दाखेरि पनि थोरै अप ट्रेन्ड जान खोजेको कि जस्तो खालको देखिन्छ। अब आजको हुन त अब यो आरएसआईको हिसाबले हेर्दाखेरि यो पोइन्टमा बाई जोन देखिन्छ भने अब फेरि यहाँ पनि थोरै बढ्न खोजेकै खालको देखिन्छ। त्यस्तो डराइहाल्नुपर्ने खालको देखिँदैन भने एमएसिडीबाट हेर्दाखेरि के देखिन्छ त, आरएसआई र एमएसिडीको थोरै फरकमा यहाँ बाई जोन देखिएको थियो भने अब अहिले भनेको थोरै बायरहरू कमजोर देखिए पनि त्यसरी डराइहाल्नुपर्ने खालको देखिएको छैन। त्यहाँमाथि भोल्युम पनि राम्रै देखिएको छ, हिजोको तुलनामा थोरै बढेको पनि छ, हेर्न सक्नुहुन्छ। अब आज पनि अब प्रफिट बुक केही लगानीकर्ताहरूको लगानीहरू सबै देखि नै रहेको छ। त्यस्तो डराइहाल्ने भन्ने खालको खासै देखिएको छैन अहिलेसम्म। त्यहाँमाथि अब माहौल, राजनीतिक माहौलहरू पनि सुधारिने सम्भावना सबै बोकेकोले गर्दाखेरि अरू कुराहरूले पनि साथ सपोर्ट दिइरहेकोले गर्दाखेरि त्यस्तो डराइहाल्ने भन्ने खालको देखिँदैन, हेर्न सक्नुहुन्छ। हाम्रो भिडियो कस्तो लाग्यो मन परेमा प्रतिक्रिया दिन सक्नुहुनेछ। धन्यवाद।